देख्नुहुन्छ खेत रोपाइ सुरु भएको छ। मैले चाहिँ गोरु सधैँछु सधिसकेको हुन्छ। प्युठानमा चाहिँ बबाले यस्तो रमाइलो हुन्छ। रमाइलो हल गोरु भइसकेको छ। एक हल यो भयो अनि एक हल त्यो भयो अनि चाहिँ एक हल त्यो भयो 3 हल भयो 4 हल 5 हल 6 हल गोरु भइसकेको छ। गोरु है गोरु आउँदैछन्। त्यो चाहिँ यो आधी बेलामा छौँ हामी चाहिँ यो आधी साइडमा भएपछि देख्न सक्नुहुन्छ। यो छु आज अब खोक्लाउने स्टार्ट भइसकेको छ। खोक्लाउने स्टार्ट यहाँ चाहिँ पसिना आएको छ। यस्तो साइडतिर देख्न सक्नुहुन्छ। चाहिँ हल गोरुले आज खोकको चाहिँ चलन देख्न सक्नुहुन्छ। पछाडिको ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। यो साइडतिर पनि छ अनि चाहिँ यो साइडतिर देख्न सक्नुहुन्छ। खोक यो ठुलो गरो खोकमा खोकी छ। स्टार्ट भइसकेको छ। देख्न सक्नुहुन्छ यो ठुलो गरोमा 3 हल खोक्लाएर झुन्डाइसकेको छन्। देख्न सक्नुहुन्छ गोरु यता साइड छन्। 3 हल 4 हल गोरुले खोक्लाएको 2 हल गोरुले जोतिरहेको अनि चाहिँ देख्न सक्नुहुन्छ। यो साइड पछाडि पुरै 4 हल गोरु छन्। माथि 2 हल गोरुले जोतिरहन्। यो साइडतिर देख्न सक्नुहुन्छ रोपाइ सुरु भइसकेको छ। यहाँ बाटाबाट रोपाइ सुरु भइसकेको छ। देख्न सक्नुहुन्छ। अब चाहिँ यही हो ठुलो गरो छ अनि माथि छ अनि बल्ल सुरु गरौँ। यो चाहिँ देख्न सक्नुहुन्छ माथिको पानी परेको छ। यो साइड देख्नुहुन्छ पानी परेर मामाले यहाँ जोतिरहनु भएको छ। यो यहाँ यसरी जोत्नु भएको छ। यसरी देख्न सक्नुहुन्छ। यसरी यो भिडियो यहाँ माथि देख्न सक्नुहुन्छ खोक्लाइसक्नु भएको छ। म चाहिँ पानीमा खै यो अनि यहाँ साइडतिर पनि हुनुहुन्छ। यहाँ यसरी गरिनु भएको छ। यसरी बाहिर यसरी बसिरहेको छु। म पनि त्यति राम्रोसँग देखेको छैन पानी परेपछि यस्तो अवस्थामा गम्भीर अवस्थामा